सरकारले विद्युतीय सवारी साधनमा करछली र बजेटका सूचना चुहाट प्रकरण जस्ता ठुला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै चोख्याउने काम गर्यो। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो। गरिब दुखी नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा सरकारले कटौती गर्यो। हामीले गरिब दुखी किसानलाई अनुदान दिए भन्यौँ, के हामीले गलत गर्यौँ? सरकारले हुकुमवासीलाई विस्थापित गर्यो। हामीले खुलेर सरकारको प्रशंसा गर्यौँ। सरकारले बिजुलीमा भ्याट लगाएर नागरिकलाई शास्ति दिन्छु भन्यो। सम्माननीय सभामुख महोदय, देशको सम्माननीय प्रधानमन्त्रीमाथि अरू जेसुकै कुरा भए पनि हाम्रो देशको प्रधानमन्त्री सुशासनको पक्षमा भ्रष्टाचारका विरुद्ध कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ। हामी सरकारको सुशासनको पक्षमा खुलेर साथ दिइरहेका छौँ र दिन्छौँ पनि। हामी विरोधका लागि विरोध गर्दैनौँ, तर विद्युतीका विरुद्ध संसदमा आवाज उठाउँछौँ र उठाइरहन्छौँ पनि। किनकि संसद भनेको जवाबदेहिता खोज्ने, जनताका मुद्दाहरू उठाउने, ऐन नियम बनाउने थलो हो। सत्ता पक्ष र प्रतिपक्षको बिचको चर्काचर्की हुनु, बहस हुनु संसदको मर्यादा र संसदीय अभ्यास हो। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, सरकार गठन भएको भर्खरै भएको छ। सरकारले अहिले नै यो काम गरेन, यो काम गर्न सकेन भन्ने कुरामा हामी अहिले छैनौँ। तर सरकारले वर्तमान अवस्थामा बजेट ल्याउँदा र सरकारले आफ्ना धारणा सार्वजनिक गर्दै गर्दा र विभिन्न किसिमका ऐन नियम र विधेयक ल्याउँदै गर्दा हाम्रो फरक धारणा छ। सम्माननीय सभामुख महोदय, सरकारले विद्युतीय सवारी साधनमा करछली र बजेटका सूचना चुहाट प्रकरण जस्ता ठुला काण्डमा महालेखाको प्रतिवेदनलाई लत्याउँदै चोख्याउने काम गर्यो। हामीले विरोध गर्यौँ। नेपालको प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर नेपालले भारतको सिमाना मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो। प्रधानमन्त्रीको यो कुरालाई सही हो भन्दै हामीले थपडी बजाउन सकेनौँ। सम्माननीय सभामुख महोदय, गरिब दुखी नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा सरकारले कटौती गर्यो। हामीले गरिबलाई स्वास्थ्य बिमा उपलब्ध गराऊ भन्यौँ, के हामीले गल्ती गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले 2 करोड रुपियाँसम्म मात्र लगानी भएका किसानहरूलाई अनुदान दिने भन्यौँ। हामीले गरिब दुखी किसानलाई अनुदान दिए भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले हुकुमवासीलाई विस्थापित गर्यो। हामीले खुलेर सरकारको प्रशंसा गर्यौँ र भन्यौँ आम नागरिकलाई दुःख दिने काम नगर, सरकारले नीति र विधि पुर्याएर मात्र ती नागरिकलाई त्यहाँबाट ओसार भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले अस्पतालमा तडपिँदै गरेका नागरिकको बिरामीमाथि कर लगाउँछु भन्यो। हामीले यो लगाउनु हुँदैन भन्यौँ, के हामीले गलत गर्यौँ? सरकारले बिजुलीमा भ्याट लगाएर नागरिकलाई शास्ति दिन्छु भन्यो। हामीले यो हुँदैन भन्यौँ, के हामीले गलत गर्यौँ? सम्माननीय सभामुख महोदय, सरकारले राम्रा काम गर्यो, सही काम गर्यो भने हामी साथ र समर्थन दिन्छौँ र दि पनि रहेका छौँ। तर सरकारले गलत काम गर्यो भने हामी खबरदारी गर्छौँ र एक्लै भए पनि हामी उभिन्छौँ। त्यो भावनाले सम्माननीय सभामुख महोदय, सरकारलाई हामीले यति मात्रै भनेका हौँ, काम गर्नुहोस्, काम गर्दै गर्दा जनमुखी सुशासनयुक्त विधि सर्मत गर्नुहोस् मात्र भनेका हौँ। सम्माननीय सभामुख महोदय, हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका हौँ। सम्माननीय सभामुख महोदय, यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा 2 हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? यो प्रश्न सत्तापक्षका माननीय सांसदहरूलाई मलाई होइन सोध्ने, सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदले भन्नुभएछ संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ। त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हिजो राज्य सत्ताका विरुद्धमा बोलेकै भरमा कुटाइ खायौँ, आक्रमण भोग्यौँ, हिरासत बस्यौँ र जनताको बिचमा गएर जनताको माया विश्वास र प्रेमका साथ यहाँसम्म आइपुग्यौँ। तर एउटा कुरा गर्वका साथ भन्न सक्छौँ, सम्माननीय सभामुख महोदय, हामीले कहिल्यै पनि राष्ट्रसँग गद्दारी गरेका छैनौँ। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत MCC जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौँ हामीले। सम्माननीय सभामुख महोदय, राज्यलाई अरबौँ रुपियाँ नोक्सानी पुर्याउनेहरूसँग साँठगाँठ गरेका छैनौँ। एनसेल प्रकरणमा राज्य ठगिँदा सडकमा उत्रियौँ, कुटाइ खायौँ, अदालतमा मुद्दा हाल्यौँ, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौँ, कार्यालय धायौँ। तर सुकिल्ला मुकिल्ला कपडा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौँ रुपियाँ कर छली गराउनेहरूसँग डिनर गर्न गएका छैनौँ। सम्माननीय सभामुख महोदय, हामीलाई भोको पेटको पीडा थाहा छ, गरिबको चोट कस्तो हो त्यो थाहा छ, ठुला मानिसहरूको हेपाई र चेपाई कस्तो हुन्छ त्यो पनि थाहा छ, सुकिल्ला र मुकिल्लाहरूले हामीमाथि गर्ने व्यवहार पनि थाहा छ।
हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ माननीय सभामुख महोदय।